आज उमा थिएँ अनि आज त्यो गाडी सर्भिसिङ गर्न आएको थिएँ अनि गाडी सर्भिसिङ गर्दाखेरि चाहिँ नजिकै एउटा पार्क क्या यो खाजो हान्यो के हो है वाटर पार्क हो कि के समथिङ के छ अनि यहाँ थिएँ यस्तो राम्रो छ हेर्नु न यस्तो दामी छ कि अनि म यहाँ आएको थिएँ अनि एकछिन अब यहाँ बसेँ अनि गाडी ट्याङ्की पनि सकिएछ अनि फोन आयो अब चाहिँ म यहाँबाट जानुपर्ने हुन्छ अनि आज दिनभरि यतै नै गयो मेरो खानासाना खाएँ अनि त्यसपछि खानासाना यतै नेपाली रेस्टुरेन्टमा गएर खाएर अब चाहिँ यहाँ आएर बसेँ यस्तो दामी छ सही छ क्या यस्तो दामी छ कि सही दामी छ अब चाहिँ म यहाँबाट जानुपर्ने हुन्छ अब म यहाँबाट जान्छु यस्तो बवाल छ यस्तो दामी छ म यहाँ 2 घन्टा जति बसेँ होला आनन्दले अब म यहाँ चाहिँ त्यही जान्छु उतातिर गइन्छ यता चाहिँ वाटर त्यो स्विमिङ पुल छ यता चाहिँ त्यो यत्तिकै खानुपर्ने छ बार्बिक्यू के पनि छ क्या यहाँ चाहिँ भन्ने छ अनि त्यही हो यस्तो छ कि अब यस्तो मोमिजी भन्छ यसलाई चाहिँ जापानमा चाहिँ अहिले चाहिँ जिगाचुबाट होला सायद जिगाचुबाट इचिगाचुसम्म हुन्छ कि जुनिगाचु नसकेको युनिगाचुको लास्टसम्म हुन्छ होला सायद अनि जापानमा चाहिँ यस्तो हुन्छ कि धन्नै हुन्छ यो त अझै केही पनि होइन त्योभन्दा अझ चाहिँ पहाडतिर गयो भने पुरै पहाडै पहेँलो रातो त्यस्तो टाइपको हुन्छ दामी छ अब चाहिँ म यहाँबाट जानुपर्ने हुन्छ अनि आजको दिन चाहिँ यत्तिकै भयो अब म गाडी लिन जान्छु उता सर्भिस सेन्टरमा अहिले भर्खर फोन आयो सर्भिस सेन्टरमा छ सर्भिस सेन्टरबाट भयो गाडी चाहिँ रेडी भइसक्यो भनेर अब म चाहिँ सिधै जान्छु अनि त्यसपछि चाहिँ म घर जान्छु सिधै आज खाइमन पनि गर्दैन म भोलि चाहिँ साथी लिन जान्छु नि म त छ्याउ लगाइसक्यो केटाहरूले देखेर नि के हो ब्लर फोकस गर्दैन ए गाइस अब चाहिँ म जानुपर्ने हुन्छ मैले युट्युबमा भिडियो हाल्छु भनेर सोध्छु जहिले पनि अल्छी लाग्छ आज भिडियो हाल्नै झ्याउ लाग्ने हुन्छ भिडियो नै हाल्नु भ्यू पनि आउँदैन त्यहाँ अल्छी लाग्छ एउटा मोटिभेट नै छैन नि त मोटिभेट गर्दा नि भिडियो हाल्दैन त्यही भएर मेरो अनि यो चाहिँ क्याम्पिङ लागेर म एउटा कार देखाउँछु यो यस्तो दामी छ क्या दामी छ नि पछाडि बक्स हाल्यो क्याम्पिङ सही हो दामी सही कार भेट्यो क्याम्पिङ कार अब चाहिँ म यहाँ जान्छु सिधै अब गाडी लिएर म नि घर टाप हानिदिन्छु अल्छी लगाइरहेको गएर गेम हेर्छु दिनभरि भोलि पनि बिदा भोलि खाइमन जानुपर्छ आजलाई चाहिँ मैले क्याम्पिङ अब यहाँ चाहिँ बुढाहरू खेल्ने जापानमा यस्तो फेसिलिटी छ कि अब यहाँ यत्रो पार्किङै बुढाहरूलाई खेल्नलाई छोड्नलाई बनाइदिन्छ यस्तो हुन्छ डेभलपमेन्ट कन्ट्रीहरूमा चाहिँ यस्तो दामी छ रातो बच्चाहरू खेल्ने बनाइदिएको छुट्टै एउटा पार्किङ त गाडी पार्क हुन्छ मजा छ आज चाहिँ शनिबार हो नि त अनि सबजना यहाँ आएर खानेकुराहरू बनाएर सकेर खानेकुरा ल्याउँछन् अनि खान्छन् त्यस्तो हुन्छ त्यही हो गाइड्स ल सिउ नेक्स्ट टाइम